70 को हुलाकी राजमार्गमा अवलोकन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलजी आउनु भएको छ। रामचन्द्र पौडेलजी, यो हुलाकी राजमार्ग अहिले निर्माणको क्रममा छ, यहाँ अवलोकनमा आउनु भएको छ, के लाग्छ यहाँलाई? यो हुलाकी मार्गको इतिहास धेरै लामो छ। हामी त्यो बेलामा 48 साल 49 सालमा सरकारमा हुँदा भारत सरकारसँग सम्झौता गरेर यो बाटो बनाउन सुरु गरेको, तर त्यो बेलाका ठेकेदारहरूले चाहिँ काम नगरिदिएर धेरै लामो समस्या रह्यो। अनि हामी सरकारले आफै बनाउँछौँ भनेर अहिले ठेक्कामा फेरि दिएर सुरु गरेर यो काम अहिले बन्दैछ। यो राजमार्गको अहिले पनि केही प्रगति भइरहेको छ। पुलहरू पनि कति ठाउँमा हामीले नै पुल आफ्नै सरकारको बजेटले हामी पुल बनाउन थालेका छौँ र अब यो मार्गको प्रगति दिनोदिन बढ्दै राम्रो हुँदै गएको छ। अब मलाई चाहिँ यो बाटो बन्न ला देखेर खुसी लागेको छ। अब होइन, अहिले हामी चाहिँ वास्तवमा यो मधेस सम्मान अभियान लिएर आएका छौँ। यो हुलाकी मार्ग यो पुराना बस्तीहरू मधेसका पहिलेका बस्तीहरू जुन ओरिजिनल बस्तीहरू मधेसका जो थिए ठुला ठुला, त्यो ठाउँबाट बाटो नगएर बाटो माथिबाट गयो, यी पछाडि परे। त्यसो भएर यिनलाई चाहिँ अब यातायातले यिनलाई कनेक्टिभिटी गर्नु पर्यो भनेर हामीले चाहिँ यो हुलाकी राजमार्गको कन्सेप्ट अगाडि ल्याएको। अनि भारतसँग चाहिँ हामीले कुरा गरेर यो बाटो बनाउन लागेको। अझ यही बाटोमा हामी मधेस सम्मान अभियान, मधेसका महत्त्वपूर्ण चाहिँ ठाउँहरू, मधेसका चाहिँ शहीदहरू, मधेसका चाहिँ सपुतहरू, मधेसका ठुल्ठुला चाहिँ इतिहास भएका पुरुषहरूको गाउँहरू हेर्दै अब चाहिँ बिपी कोइरालाको पालोमा मन्त्री बनेका सूर्यनाथ दास यादव, अनि यतातिर चाहिँ रामेश्वर बाबु जस्ता नेताहरू, उता चाहिँ रामनारायण मिश्र जस्ता पार्टीका नेताहरू चाहिँ शहीदहरूलाई चाहिँ को गाउँमा घरमा गएर उनीहरूलाई सम्मान दिने र चाहिँ शहीदहरूलाई सम्मान दिने, मधेस आन्दोलनबाट शहीद भएका अथवा लोकतान्त्रिक आन्दोलनमा शहीद भएकाहरूको सम्मान पनि होस् र यो मधेसको सम्मान होस् भनेर हामी मधेस सम्मान अभियानमा यो चाहिँ हुलाकी मार्गै हामी हिँडिरहेका छौँ। अनि पौडेलज्यू, यो हुलाकी राजमार्ग बनिसक्दा यसबाट नेपाली कांग्रेसले र यहाँले के अपेक्षा राख्नु भएको छ? यो बनिसक्दा मधेसका जनताले वास्तविक सुविधा पाउँछन्। पहिलो कुरा, मधेसका जनताले वास्तविक सुविधा पाउँछन्। नेपाली कांग्रेसले मधेसको लागि यस्तो काम गर्यो भनेर देखाउने एउटा चाहिँ यो पनि आधार पनि हो र अरू पनि मधेसको हितमा, हाम्रो पार्टी मधेसकै हितमा छ भन्ने कुरालाई यसले दृष्टान्त दिएको छ। र यसबाट यो मधेसको आर्थिक उन्नति, यो मधेसको औद्योगिक उन्नति, यो मधेसको कृषि उन्नति र यो मधेसको चाहिँ चौतर्फी विकास यो बाटोबाट हुन्छ भन्ने हामीलाई विश्वास छ र यो बाटो हामीले बनाउन लाग्यो। पाठो करा